सबैजनालाई स्वागत गर्छु यो मेरो भिडियोमा। आज फेरि 2063 1 महिना 9-10 गतेका दिन हामी आज यति धेरै मान्छेहरू जम्मा भएका छौँ। हामी फिल्डतिर रनिङ गर्न आएका छौँ। हामी यस्तो हाम्रो गाउँको केटाहरू यस्तो जोसिला भएका कारणले हामी आज यति धेरै भेट हुन पाएका छौँ, जम्मा हुन पाएका छौँ। हाम्रो साथीहरूलाई देख्न सक्नुहुन्छ, हाम्रो मित्रहरू यति जागरिलो भएर आउनुभएको छ हाम्रो हामीहरूको साथमा। धेरै दिन पछाडि यति धेरै भेट भएका छौँ। हिजो चाहिँ 3 जना थियौँ, आज चाहिँ हामी तिलक सागर दिपेन भोजराज गरी हामी साथसाथै म पनि ल ओके आजको लागि यति नै ल ओके ल केटा जाऊ बाई बाई। हाम्रो साथीहरू एक्सर्साइज गरी अल्को हुनु भइसकेको अवस्था छ। यिनी चाहिँ गान्टे भएको रे। किन गान्धे भएको त तिलक भन्दाखेरि सर आज तिलकको बर्थडे पनि। ल ह्याप्पी बर्थडे फेरि पनि खै हात मिलाऊ। ह्याप्पी बर्थडे टुडुङ टुडुङ आज सकेन ह्याप्पी बर्थडे हो कि हामी यो 84 गाउँमा टक्क लाएर हिँडिरहेका छौँ। 84 गल्लीमा हाम्रो साथीहरू सबै छुटिसक्नु भएको अवस्था छ। हामी अहिले टन्न पानी खानुपर्छ। घरतिर हिँडेका अवस्था छौँ। पानी नदे भन्छ नि म तलाई बर्थडे गिफ्ट बर्थडेको सट्टामा पानी दिन्छु नि पानीको पार्टी। मलाई त पानीको पार्टी चाहिएन, अरू पार्टी चाहियो। पिपल पात गालीमा छुन। आज तिलक सरको बर्थडे, उहाँलाई हार्दिक मङ्गलमय नयाँ जन्म आज 18 पुरा भएर 19मा लागेको। 17 पुरा भएर 18मा हो। 17 पुरा भएर 18मा लागेको। आजै गएर म फर्म भर्छु भने पनि पाइयो आर्मी पुलिसको। 17 वर्ष पुरा भएर 18 वर्ष पुग्नु भएको अवस्था छ। ढिलो जन्मे अरे। धेरै शुभकामना कति किन्छु यत्रो खास छैन। म 2 वर्ष अर्को वर्ष मेरो कहाँ उमेरै पुग्दैन। यिनी चाहिँ भर्खर 16 वर्ष पुगे। 16 वर्ष जस्तो देखिन्न तर खतरा छन् मान्छे। अनि यिनी चाहिँ 20 वर्ष पुगिसके। यिनी चाहिँ 18 वर्ष पुगिसके। म चाहिँ बड्ड भएर 19 वर्ष पुगिसके। अब क्या गर्ने, अब बड्ड भएर के गर्ने ल। केही नगर्ने मजाले आरामदायी जिन्दगीमा बस्नुपर्छ। कस्तो आनन्ददायी जिन्दगी हो र। हो त नि, बड्ड भइयो त अब बड्ड हुँदै जाने आरामसँग बस्नु परेन। उदो टक यो कहिले आएको मलाहरू भन्न म त घर जान लास्ट हाम्रो अके कस्तो धुवा गर्न खाएर अके के हो र माथि त्यो मन मला ट्याक्कै माथि चल्थ्यो आगो लागेको माथि बिचमा बाटो यत्रो हो नि त। ओहो घाटीदेखि त सबै सुको गएको थियो। ए सबै आगो लागेको माथि भइयो क्या। हार पनि त भइयो। हाम्रो वन पनि भइयो। हाम्रो पनि भइएर गएको हो के। हाम्रो जङ्गलतिर आगो लागेको अवस्था छ होइन त केटा। अनि यार बाटोभन्दा माथितिर पनि फेरि लगाइदियो। सोना लगाइदियो। ल ठिक छ। हाम्रो लागि बाटो माथि पुरै गयो। एयर पोल्युसन भएर हामीलाई दगुर्न पनि गाह्रो भएको अवस्था छ। यो चाहिँ हाम्रा वन के भन्छ त्यसलाई, वनको रक्षा गर्ने मान्छेहरू के वनपाले उहाँहरूले विशेष ध्यान दिनुपर्ने अवस्था छ। भित्रै बजायो क्या डेरी भित्रै बजायो क्या बाटो जाते। हामी चाहिँ अब पानी खान्छौँ। पानी खाएर रेडी भएर अनि घरतिर लाग्छौँ। ह्याप्पी बर्थडे भइसक्यो ल।
थ्याङ्क यू आज बर्थडेको बर्थडे पार्टी चाहिँ के हो सागर आज बर्थडे पार्टी खान पाइन्छ त ल सागर केही दुई शब्द बोल्दै छु मैले केही बोल्नु चाहेन त्यसलाई बर्थडे भन्ने भ्याइयो यति मात्रै ल ठिक छ तिलक पनि अब 18 वर्ष बड्डो भइगयो अब बर्थडे खुवाउनु पर्यो मम्मी बर्थडे खुवाउनु पर्यो त केटाहरूलाई ल ल आज चाहिँ हाम्रो यही पानी खाएर दिन बिहानको सुरुवात हाम्रो बिहानै उठेर आएर रनिङ गरेर पानी खाएर सिद्धिएको छ आजलाई यति नै अरू भिडियो फेरि हाल्दै गरौँला भोलि आजलाई यति नै सबैजनालाई बाई बाई सी यू टुमरो नेक्स्ट भिडियोमा भेटौँला ओके बाई 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 ल तिलक बाई बाई ल बाई बाई खै हातले ल बाई 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 ल